आज हामीहरू च्याट जिपिटीको न्यू अपडेट आएको GPT-5 सिक्नेछौँ। म त मोबाइलमा युज गर्छु GPT-5, कम्प्युटर ल्यापटपमा युज गरेर पनि 2-3वटा फिचर्स बढी पाउँछ, तर मोबाइलमा युज गरेर पनि कोही 2-4वटा फिचर अलि कम पाउँछ। तर दुइटैको फिचरहरू सेमै हुन्छ। यो भने सर्च अप्सन हो, यहाँबाट हामीले के सर्च गर्ने त्यसको भइहाल्यो। यहाँ आस्क च्याट जिपिटी भनेको छ, हामी यहाँ जे पनि सर्च गर्न सक्छौँ। टेल मी GPT-5 अपडेट फिचर त्यसपछि यो प्लस बटन जाने, प्लस बटन क्लिक गर्दाखेरि गेट इमेज, थिङ्क, डिप रिसर्च, वेबसाइट, स्टडी एन्ड लर्न यो सबै अप्सनहरू हुन्छ। गेट इमेज भनेपछि यति अप्सनहरू युज गरेर गेट इमेज create iPhone 17 image. किनभने आज म यो सिक्छु, त्यसपछि जिमिआई सेकेन्डमा जिमिआई पनि हो, वो पनि डे बाई डे एडभान्स भइरहेको छ। हेरस् भनेर पनि अपडेट डे बाई डे भइरहेको छ। अझ यो फिचर हुन्छ भयो। आजकल त एआईको अब दुनियाँ भइसकेको छ। जसलाई एआई आउँछ युज गर्ने जो त फ्युचरमा जबलेस हुँदैन, जसलाई एआई युज गर्न आउँदैन वो त फ्युचरमा जबलेस हुन्छ। त्यसैले अहिले पनि टाइम छ एआई एआईको सिक्नुको लागि। त्यसैले स्टार्ट गरिसकेँ म। एआई फिचरहरू के कस्तो छ, डे बाई डे कस्तो नयाँ एआई टुलहरू आउँछ। किनभने रोड म्याप त बनाउनु पर्छ, बिना रोड म्यापको कुनै केही हुँदैन। कसैले त प्रफिट हुँदैन। जो पनि मान्छे जस्तो पनि फ्रन्ट मान्छे एक दिन ग्राउन्ड फ्लोरदेखि सुरु गर्नुपर्छ, बिगनरदेखि सुरु गर्नुपर्छ। त्यसैले सोचेँ म पनि यहाँदेखि सुरु गरौँ। केही मिस्टेक होला देखा जाएगा। अझ मिस्टेक गऱ्यो भने त नयाँ थाहा हुन्छ, म यो ठाउँमा मिस्टेक गरेछु, यो ठाउँमा मिस्टेक गरेको छैन। मान्छेहरूले गल्ती गरेर सिक्छ, म यहाँ मिस्टेक गरेछु, यो सुधार्नु पर्छ। र हाम्रो आइफोन पनि रेडी भइसक्यो। आइफोन कस्तो छ कमेन्ट गर्नु होला। अब सेकेन्डमा जाऊ। थिङ्किङ भनेको डिपली रिसर्च गर्ने, त्यसपछि भइहाल्यो। हामीले सोच्ने र एन्सर चाहियो भने डिपली थिङ्किङ गर्ने, त्यसपछि डिप रिसर्च भनेको अलिक कहीँ आएको छैन रिसर्च गर्ने। डिप रिसर्च भनेपछि यो खास गरेर हेल्थ सम्बन्धीमा रिसर्च गर्दाखेरि यो अप्सन युज गर्दाखेरि राम्रो हुन्छ। त्यसपछि वेब रिसर्च वेबसाइट भनेको त्यसपछि वेबसाइट भनिन्छ। वेबसाइट भनेको कुनै वेबसाइटको बारेमा रिसर्च गर्नको लागि रिसर्च गर्नेको टाइममा वेबसाइट अप्सन चुज गरेर रिसर्च गर्दाखेरि डाइरेक्ट हामीलाई वेबसाइटको लिङ्क दिन्छ, सजिलो हुन्छ। हामीले डाइरेक्ट वेबसाइटको लिङ्क दियो भने डाइरेक्ट यहाँ के हामी सर्च गरेको वो पनि पाउँछ। त्यसपछि
वेबसाइट पाउँछ। वेबसाइट गएर अझै धेरै कुराहरू इन्फर्मेसन गेन गर्नु पाउँछ। त्यसपछि जस्तै धेरै मान्छेहरू च्याटजिपीको होमवर्क गर्छ, केही कुरा रिसर्च गरेर पढ्ने कुरा रिसर्च गर्छ। त्यस्तो कन्डिसनमा स्टडी एन्ड लर्न अप्सन चुज गर्दाखेरि बेस्ट हुन्छ। यहाँबाट लेभल हुन्छ, जस्तै क्लास लेभल एउटा हुन्छ। जस्तै क्लासमा के टपिकमा चाहियो टपिकले टाइप गरिदिने। त्यसपछि कुन क्लास हो, क्लास तिमी भनिदिन, म यो क्लासमा छु। कति क्वेसन चाहिन्छ भने यो च्याप्टरको मलाई यो क्वेसनको एन्सर चाहिन्छ, म यति क्लासमा छु, सबै कुरा डिटेल दियो भने च्याटजिपीटीले बेस्ट एन्सर दिन्छ। त्यसपछि यर न्यू विथ च्याटजिपीटी, तपाईँले नयाँ के सर्च गर्नुभयो, न्यू इयर ऊ आउँछ। क्विज भनेको त्यस्तै क्विज हुन्छ। जस्तै हामीहरू केही क्वेसन दिन्छ, त्यसमा दुईवटा तिनवटा अप्सन हुन्छ, त्यसमध्ये एउटा राइट हुन्छ, दुईवटा मिस्टेक हुन्छ। वे अफ सपिङ रिसर्च गर्न पनि वे हो। जस्तै हामीले के कुरा किन्नु चाह्यो भने ट्याक्कै सपिङ रिसर्च छान्ने। त्यसपछि कुनै सपिङ आइटमको नाम लेख्ने, यो आइटमलाई चाहिन्छ। त्यसपछि यो आइटमको नाम लेख्ने, आइटमको नाम लेखेपछि सर्च गरिहाल्ने। तपाईँ जुन आइटमको नाम लेख्नु वो आइटमको इन्फर्मेसन च्याटजिपीटीमा पाउँछ। इन्फर्मेसनको मुनि लिङ्क दिएको हुन्छ, त्यस लिङ्कमा डाइरेक्ट क्लिक गर्दाखेरि डाइरेक्ट तपाईँलाई वेबसाइट पुगाइदिन्छ। यो आइटम यता छ, यो यस्तो छ, इन्फर्मेसन पनि पढ्न सक्छ। त्यसपछि वेबसाइटमा पनि जान सक्छ, डबल हुन्छ। एक्सपोर्ट्स एप भनेपछि वे हो। एक्सप्लोर एप भनेपछि वे एड गर्ने छ। अहिले क्यानभा हुन्छ, यस्तै छ एपहरू। अहिले न्यू अहिलेसम्म टी एपहरू एड भएको छ, पछि अझै एड हुन्छ। यो अप्सन भइसक्यो। अब यताको न्यू च्याट भनेपछि हामी जति च्याट गर्छौँ सबै हट्छ न्यू च्याट जाने बित्तिकै। इमेज भनेपछि उता भइहाल्यो, क्रिएट इमेज, यहाँबाट पनि इमेज गर्न सक्यो। इमेज कसरी क्रिएट गर्ने, मैले के क्रिएट गरेछु इमेज हेर्न सक्छ। हिस्ट्री भन्दा पनि एप अप्सन पनि हेरिहाल्नु के छ। अघि भने एक्सप्लोर थियो, समथिङ क्या थियो। एक्सप्लोर एप भन्दा ल यहाँ एपबाट जाँदा सेम भयो। न्यू प्रोजेक्ट भनेपछि यहाँ के चाहिन्छ, प्रोजेक्टको होमवर्क, इन्भेस्टिङ, लाइटिङ, त्यस सम्बन्धीमा यहाँ प्रोजेक्ट बनाउन सक्छ। आजको लागि यति नै। मैले च्याटजिपीटीको बारेमा जति बुझेँ, जति मलाई थाहा छ, त्यसमध्ये म सबै कुरा यस भिडियोमा म कभर गरिसक्यो।